भन्दै स्मुदी हो तर छैन स्मुदी ओहो क्रिस उक्रिस सही सलामत भयो भनेपछि यो पनि बच्यो ह्याप्पी बर्थडे टु यु। हेलो गाइस, इट्स मी मनिका अनि वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ म यहाँ पोखरा छु मेरो दिदीको कोट रुममा। यहाँ हेर्नु सक्नुहुन्छ अनि उहाँ हुनुहुन्छ मेरो दिदी। हेलो नाम भन्दै हुनुहोस्। ए भन्दै भनिदिउ भनौँ के भनिदिनु भन्नुभएको के ल नाम के होला मेरो नाम गेस गर्नु ल नभन् गेस गर्नु मेरो दिदीको नाम के होला। उहाँ दिदीको चाहिँ बर्थडे हो अनि म चाहिँ बर्थडे पार्टी खान पातिचोर नै हान्न अर्थात् छमर्कीबाट म पोखरा आएको छु पार्टी खान भनेर है त। के पार्टी पठाइदिन्छु। यहाँ छ अर्को मेहमान नानु यता हेर पिन्टु हेर त। यो चाहिँ हाम्रो दिदीको डग दिदीको होइन कसको डग हो कुन्नी कसको डग चोरेर ल्याइचाहियो घर कुन्नी है किडन्याप गरेको हो। अरू चाहिँ हामी यता सामान किन्न हिँड्न लागेको। यस्तो गर्मी भएको छ नि। हामी चाहिँ बेलुका हो पार्टी गर्ने। पार्टी नि के पार्टी भनौँ दिदी बहिनी मिलेर चाहिँ जस्ट गेट टुगेदर गर्ने हो। अरू चाहिँ हामी उतातिर हिँडेको कता कता जान्छौँ भनेर म हजुरलाई अपडेट गर्छु। देखिया ए कस्तै सिसामा आँख मात्र देखियो। वही बाइकमा हिँड्दा राम्रो देखिन्छ। तर मजाले बस्छ ओ लो तँलाई त्यहीँ जानु मन रहेछ। अरू चाहिँ हामी यहाँ थकाली खाना आएको अनि यो चाहिँ मेरो जुस स्मुदी म्याङ्गो अनि यो चाहिँ सिस्टरको बनाना के लस्सी ए होइन मिल्कसेकको है। यो चाहिँ सिस्टरको यो चाहिँ मेरो। फेरि लस्सी हो स्मुदी हो तर छैन स्मुदी यहाँ आइसक्रिम रहेछ। ए आइसक्रिमको डल्ला एउटै डल्ला हाल्नु तर म्याङ्गो मन परेन मलाई। सही सोचेर खोइ के अरे अर्डर गरेको रहेछ मलाई चाहिँ मिठो चक्लेट मिल्कसेक। तर मलाई मिठो लागेको थिएन। म खानेलाई मिठो लाग्यो म अर्डर गरेकोलाई मिठो लाग्यो त अनि अर्डर नगरेकोले मिठो नलाग्यो क्या मैले होइन दर्शकहरू यो चाहिँ पाकेको भन्दा त कतिर हाँसेको बोल्दै त्यो हाँसे बोल्दै कानमा गुन्जेको। तर आजकल मैले धेरै कुराहरू सुन्दिनँ नि। सुन्यो भने ढिलो सुन्छु कि सुन्दै नसुनेको हुन्छ। काँचो आँपको फ्लेभर आएको छ क्या। किन पनि त्यस्तो सुन्दै नसुन्ने दिमाग ह्याङ भएछ। मेरो चाहिँ चिकन खाना अनि दिदीको चाहिँ फिस। हामी चाहिँ यो चम्चीले खान्छौँ किनभने मेरो चाहिँ हात पोले चाहिँ
अनि दिदीको चाहिँ नेल्स न्यू बर्थडेमा नेल्स गरिदिउँ। तर भात त हातले खाएकै मिठो हुन्छ। हो तर अब मजबुरी। हामी त खाना पनि सकियो, खाइसक्यौँ, पेट हाल्यो। पेट गर्नुभयो स्मुदी बाँकी छ मेरो। मेरो घाँस त्यो त सकियो। अनि हामी त दही पनि खान्छ। अब त इच्छा मिठा खानुपर्छ मिठा। दही पनि रहेछ नि, मैले अलिक के छ भनेरै देखाएँ। औ दही अमिलो रहेछ है। यो नि अमिलो, यो नि अमिलो। पेट हारीमा त तर खाना चाहिँ मिठो हो। अलिकति मासु साह्रो भयो। कतिर अलिक फोकस भएन कि त्यहाँ त्यस्तो अनि म यहाँ यस्तो। खै सुन्ता छुट्यो त्यहाँ, सुन्ता त हराइस् त्यहाँ। सुन्ता हेर सुनिता कहाँ छ सुनिता। सुनिता मिस भयो। तर देख्छ अहिले बेलुका आउँछ है। पानी परेर किन जाने अनि यता आइदैन त्यहाँ फेस ट्र्याकिङ गरेको म हराएकै हर्ने। यही क्यामेराले पनि ब्युटी चिन्छ। डेन्जर पानी परेको डेन्जर। को हो त्यो झ्यालबाट चियाउने? कस्तो चिसो हावा पनि आएको भाइ। तर यो त कस्तो दामी के। अब चाहिँ हामी निस्केको यो थकाली खानाबाट। खाना पनि मिठै। अब चाहिँ निस्केको। ल बहिनी दिदी लु लिएर आऊ सामान। हामी चाहिँ अब निस्केको। यस्तो पानी परिरहेको छ, त्यही पनि के गर्नु, घर जानै पर्छ। होटेल मात्र बसेर भएन, यस्तो पानी परेछ। एउटाको बाइक त्यहाँ छ, एउटाको स्कुटी त्यहाँ छ। के गरी जाने हो उषा? डिक्कीतिर दौडेर गएर लिएर आउने अनि बल्ल मेरो रेकर्ड ल्याउने हो। जाइ हो मनिका त्यहाँ एकदम के अरे ऊको जसरी छलाङ मारेर जाइ क्रिसको जसरी त्यहाँ पानी देखेन यहाँ यस्तो पानी छ। तर अर्को कपडा ल्याएर के ल्याएर खाँदा होइन म जान्छु। आएर मैले छलाङ लाउन पाएँ यार। ल अब हाम्रो हिरोइनी राजेश हमाल्नी। ओहो क्रिस ऊ क्रिस। ल हाम्रो क्रिस महारानी। ल भात यो उफ्रिन्छ, कसरी उफ्रिने रहेछ नगुल्टे। बेजेट चाहिँ नगरे सिस्टर। ऊ जसै भिज्ने रहेछ क्या। डेन्जर जुत्ता रुज्नु भयो। होइन जसै रुज्यो भएन, रुज्यो जुत्ता रुज्यो मेरो। यति बेला चाहिँ हामी आएर पनि पानीले बिजोग गरौँ। हामी डुलेर रात परिसक्यो। दिनभरि रातभरि हेर्न मलाई फोकसै भएन। दिनभरि रातभरि डुल्यौँ। त्यही पनि अहिलेसम्म कहिले हो जाने दिदी तपाईँको पार्टी खाना? कतिको फिनिस गरेँ
ऊ मान्छेले चाहिँ घडी किन्यो। बर्थडेको फाइदा उठाउँदैछ। तपाईँले नि बर्थडेमा केही किन्ने हो? के किन्ने? तर घडियाहरू कस्तो क्युट राम्रो हुन्छ। यो कस्तो क्युट लाग्थ्यो। यस होइन मैले भ्लग गर्दै आएको थिएँ नि, अनि पानी पऱ्यो नि त, अनि मलाई अल्छी लाएर मैले नगरेको। बिहान त म यता आएर भ्लग सुरु गरिसकेको थिएँ। यस्तो राम्रो घडी छ यहाँ। यो चाहिँ यसको नेल होइन, अनि यसको घडी चाहिँ म्याच खायो। यहाँ चाहिँ गर्ल, यहाँ चाहिँ बोय। ड्रेसअप पनि त्यस्तै छ। हामी चाहिँ लिची खाँदै। उषा खाने हेस् ढाँटेको ऊ त्यहाँ यहाँ आन्टीसँग हेर्न ढिला भएको छ नि। मैले त भ्लग पनि बल्ल अहिले अस्ति रात गरिसकेको हाम्रो रेडी भइसक्यो। अनि यो हो कि रेडी भए भन्नु होला मम्मीहरू, किनकि एकछिन भयो बस्नु पाउनु बर्थडे मनाउनु भयो कहिले त्यस्तो हुन्छ नि त। कहिले फ्रिडम त हामीले पाइरहेको छौँ। फ्रिडम भन्ने त्यस्तो होइन कि मतलब कहिले काहीँ होटलमा गएर बर्थडे मनाउनु कस्तो हुँदो रहेछ नि। हामी चाहिँ लेक साइडतिर आयौँ। अनि यसको भ्यू, यहाँ चाहिँ भ्यू यस्तो देखिन्छ। हामीले चाहिँ केक ल्याएको थियौँ भने यो केक अनबक्सिङ गर्न लागेको। होइन केही नि भएको छैन। किन उस नभएको भन्दाखेरि यो यसरी नहल्लिँदो रहेछ, अनि यो मात्र यसले मजा हालिन्छ कि रियल चेरी। यो केक सही सलामत भयो भनेपछि यो पनि बच्यो। त्यो पनि हाम्रो उषा दिदीको हातबाट। डेन्जर रिसाउँथ्यो होला है तिमी त। पानी ल्याउ न। यहाँ चाहिँ फोटोको कार्यक्रम छँदैछ खेल। चाहिँ यस्तो फन्नी टिकटक बनाउन खोजेको। ओ माई गड कति अप्ठ्यारो त्यो बनाउन। सो अहिले चाहिँ हामी बर्थडे सेलिब्रेट गर्न लागेको। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर सिस्टर, ह्याप्पी बर्थडे टु यु। Is this real cherry? I don't know. No, it's just like you fake. Real. बड़ी बहन तू आधा के भयो? छोटी बहन तू आजा हाले। यसले लास्टै कन्जुस हो जस्तो लाग्यो। क्रिम मात्र खुवाइदियो। ह्याप्पी बर्थडे। थ्याङ्क यू। तर म चाहिँ एउटा भन्ने कुरा भन्छु ल। हामी दिदीको बर्थडे चाहिँ हिजो थियो, बट
उसको चाहिँ त्यो सोमबारको दिन भयो अनि सोमबार चाहिँ उसले चाहिँ व्रत गर्छ कि व्रत बस्छ गर्छ भन्दा पनि व्रत बस्छ अनि त्यही भएर हिजो सेलिब्रेट गर्न नभएर हामी चाहिँ आज सेलिब्रेट गरेको के भन्दा है हिजो होस् कि ए कल करे या आज कल करे सो आज मलाई भन्न आएन भिडियो बनाउनु गाह्रो छ भाइ बहिनी हो भाइ यो त रियल चेरी भनेको होइन फर्स्ट टाइम चेरी ट्राई गर्न लाग्यो म चाहिँ खासै मिठो नरहेछ कस्तो नराम्रो भिडियो बनाएकी हो रियल चेरी लुक लाइक दैट माने के टेस्ट लाइक दैट खाना पनि आयो हामीले चिकन बिरयानी अनि के हो त यो बटर चिकन अनि यहाँ बटर नान अनि प्लेन नान मगाएको छौँ अब चाहिँ हामी खान्छौँ भाइले चाहिँ अब साइकल बनाएको बाइक चलाउने स्कुटी ल कहाँ हो खै लाउ त कहाँ हो कहाँबाट स्टार्ट गर्ने हो ल अब ऊ आफैले खुट्टा टेकेछन् ल रियान्स हेर त चापी नि कसरी समातेको लु ल कुन हो ऊ हेर त्यहाँ टेकेर आफैले टेकेर हेर्दै छ कहाँ भनेर ल स्टार्ट गर त ल स्टार्ट गर म नि चढ्छु लु ल ल म नि चढ्छु स्टार्ट गर क्या म चढ्छु क्या तिमीले चढाउने मलाई डरायो म चाहिँ यहाँ फुप्पूको घर आएको छु म फुप्पूको घर बाजे बिहान बिहानै उठेर रेडी सेडी भएर म चाहिँ दिदीलाई घर छोड्दिन आएको उसले चाहिँ त्यहाँ त्यहाँ स्कुल छ कि त्यहाँ पढाउँछ है बाजे अनि त्यसलाई चाहिँ म छोड्दिन आएको अब म एकछिनपछि खाना खाएर जान्छु यो चाहिँ फेरि मसँग डराउँछु ए ओए ओए हे त डराउँछ भनेको त नडराउने पो दिदीसँग डराउने होइन झन्जा अन्त